हेलो एभ्रिवान, यो चाहिँ हो हाम्रो सानो सुन्दर गाउँ र स्पेशल्ली यो भिडियो चाहिँ मेरो साथीको लागि। उसले चाहिँ भनेको थियो तिम्रो गाउँको होमस्टेको फोटो खिचेर पठाउ न भनेर, र मैले चाहिँ फोटो किन म सानो भिडियो नै बनाएर पठाइदिन्छु भनेर चाहिँ। अनि यो पनि होमस्टे नै हो साथीहरू, भर्खर बनिँदैछ। अनि हाम्रो गाउँको भ्यूहरू चाहिँ यस्तो छ साथीहरू। आई होप तपाईहरुलाई मन पर्छ होला। देख्न सक्नुहुन्छ पहाडै पहाड हरियाली यस्तो छ साथीहरू हाम्रो गाउँको भ्यूहरू चाहिँ। अनि हाम्रो गाउँमा चाहिँ अनि यो पनि होमस्टे नै हो साथीहरू। माथि देख्न सक्नुहुन्छ पहाडहरू अनि हाम्रो गाउँको भ्यूहरू चाहिँ यस्तो छ साथीहरू। अनि यो पनि होमस्टे हाम्रो गाउँको होमस्टेहरू। टुरिस्टहरू अलिअलि रहेछ, अलिअलि मिन्स अब यहाँ त देख्यो, तलतिर नै होला। यिनीहरू चाहिँ टुरिस्टहरू हो। यस्तो छ है हाम्रो गाउँ चाहिँ। हाम्रो गाउँको होमस्टेहरू देख्न सक्नुहुन्छ। हाम्रो गाउँमा चाहिँ अहिले धेरै नै होमस्टेहरू बनाएको छ र तपाईहरुलाई म एउटा यस्तो चीज, खुबसुरत ब्युटिफुल चीज देखाउन लान्दैछु। यहाँ चाहिँ म कहिलेदेखि आउनु मन परिरहेको थियो तर भ्याकै थिएन। आज चाहिँ दिन अलिक उग्रेकोले गर्दाखेरि चाहिँ निक्लिने समय पाएँ मैले। अनि म आफै पनि जाँदैछु र तपाईहरुलाई पनि लिएर जाँदैछु। यो चाहिँ होमस्टे हो, यो सबैभन्दा अगाडि बनाउनु भएको। अनि यहाँ माथिल्लोपट्टि नै उठाउनु हुँदो रहेछ। ब्युटिफुल चिज चाहिँ के हो भन्दाखेरि चाहिँ यो यहाँ हेर्नुहोस् त, यी कति दामी भइरहेको छ। अहिले पानी आएको निकै भयो नि त, पानी निकै भयो आएको, त्यो भएर चाहिँ खोला चाहिँ यस्तो बढेछ। अब चाहिँ खोला खेल्नु मजा आउँछ तर डर पनि हुन्छ। यो चाहिँ हाम्रो गाउँको होमस्टे हो, यस्तो छ। भित्र चाहिँ कस्तो छ थाहा भएन, म कहिले पसेको छुइनँ। यहाँ पनि छ, यो नि होमस्टे नै हो। यस्तो छ हाम्रो गाउँ चाहिँ। तपाईहरुलाई कस्तो लाग्यो भन्नुहोस् होला। आज चाहिँ कति दिन बादमा चाहिँ घरबाट निक्लिने मौका पाएर चाहिँ निक्लेको। यही हेर्न आएको म चाहिँ। अस्ति हामी नुहाउनु आउँदाखेरि, स्विमिङ गर्न आउँदाखेरि चाहिँ सानो थियो। किचन चाहिँ यस्तो रहेछ है, किचन चाहिँ दामी रहेछ। म यहाँ कहिले आएको थिइनँ, खालि बाहिरबाट मात्रै खिच्थेँ कि। यस्तो रहेछ। चप्पलसँग आएँ दादा म। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो दादा सेफ हो, सेफ। गेस्टहरूको लागि पाकेको। यहाँ चाहिँ गेस्टहरूको लागि खाना पाक्दै रहेछ। कोलाई गाउँको एकदम के भन्छ पहाडको होमस्टेहरू भिजिट गर्नु मन लाग्छ भन्नु सक्नुहुन्छ। यस्तो छ हाम्रो चाहिँ गाउँको होमस्टेहरू। यो चाहिँ किचन हो, रुमहरू चाहिँ कस्तो छ कुनै। यहाँ चाहिँ दादाले चिया पनि दिनुभयो हामीलाई, बनाउँदैछ। चिया पिउनु अरे, रेडी रहेछ चिया पनि। चिया पिउँदैछ हामी चाहिँ।